नमस्कार। एउटा एकदमै जरुरी इन्फर्मेसन लिएर तपाईहरुको अगाडि आएको छु। यदि तपाई अमेरिकामा वा अरु देशमा हुनुहुन्छ र छिट्टो हेल्थ केयर इन्डस्ट्रीमा एउटा नयाँ करियर चाहिँ गरौँ भन्ने खोज्दै हुनुहुन्छ, सोच्दै हुनुहुन्छ भने आजको यो जानकारीपूर्ण भिडियो चाहिँ तपाईको लागि एकदमै महत्त्वपूर्ण छ। र आज म तपाईहरुलाई एउटा पोलिसोनोग्राफी एजुकेसनको बारेमा जानकारी दिन चाहन्छु, जसले तपाईलाई एउटा स्लिप टेक्नोलोजिस्ट बनेर एउटा राम्रो आम्दानी सहितको भविष्य दिन सक्छ। हेर्नुस्, जसमा चाहिँ पोलिसोनोग्राफी सबभन्दा पहिला अब पोलिसोनोग्राफी भनेको के हो भन्ने कुरातिर जाउँ। यो चाहिँ एउटा स्लिप स्टडी, यसलाई चाहिँ हामी छोटकरीमा भन्न सक्छौं, जुन चाहिँ मानिसहरू सुत्दाखेरि उनीहरूलाई विभिन्न किसिमको सास फेर्ने समस्या, मुटुको धड्कनको कुराहरू अनि मस्तिष्कको गतिविधिको बारेमा अध्ययन गर्ने र साथै अक्सिजनको लेभलको कुराहरू, यी जस्ता कुराहरूको बारेमा यसले अध्ययन गर्छ स्लिप स्टडीले। र यो स्लिपको समस्या हुने घुर्नेहरू भयो, सास रोक्ने, र यसले चाहिँ धेरै किसिमका रोगहरू ल्याउन सक्छ। र त्यसमा चाहिँ भनौँ अब हाई ब्लड प्रेसर, डायबिटिसका कुराहरू, पेन भयो, शरीरमा पेन हुने, कुन हार्ट प्रब्लम्सहरू, मेमोरीको सिचुएसन्सहरू, र त्यस्तै गरेर अझै स्लिप एप्निया चाहिँ सेभियर भयो भनेदेखि त यसले चाहिँ स्ट्रोक ल्याउन सक्छ, अल्जाइमर, डिमेन्सिया जस्ता, र साथै अहिलेको नयाँ स्टडी अनुसार यसले क्यान्सर पनि ल्याउन सक्ने स्थिति छ। स्लिपको धेरै समस्याहरू छन्। एउटा सबभन्दा मुख्य चाहिँ स्लिप एप्निया भन्छौँ हामी, र अर्को चाहिँ इन्सोम्निया भयो, र अरू पनि स्लिप डिसअर्डरहरू धेरै छ। र यसमा चाहिँ स्लिप टेक्नोलोजिस्टले अनि यसको बारेमा अध्ययन गर्ने, ट्रिटमेन्ट गर्ने, मोनिटर गर्ने काम गर्छन्। अनि यो समस्या, स्लिप एप्नियाको समस्या एकदमै बढ्दो छ। त्यसकारणले गर्दाखेरि स्लिप टेक्नोलोजीको डिमान्ड पनि बढिरहेको छ। यदि तपाईले यो क्षेत्रमा काम गर्न चाहनुहुन्छ भनेदेखि, तपाईहरुले यदि स्लिप टेक्नोलोजिस्टको रूपमा काम गर्न चाहनुहुन्छ भनेदेखि आज यो अपर्च्युनिटी तपाईको लागि हो। र यो एजुकेसन, पोलिसोनोग्राफी एजुकेसनले चाहिँ खालि स्लिप टेक्नोलोजिस्ट मात्रै होइन, जस्तै स्लिप स्कोरिङ गर्ने, स्लिप स्टडीलाई स्कोरिङ गर्ने काम, स्लिप स्टडीको स्केड्युलिङ गर्ने काम, कोड्सहरू गर्ने काम, डिएमई सेटअप भन्छ, सिप्याप मसिनलाई सेटअप गर्ने काम, त्यस्तै गरेर हस्पिटलहरूमा, विभिन्न ठाउँहरूमा अनि पोलिसोनोग्राफीको स्लिप एजुकेटर हैन, स्लिप एजुकेटरको कामहरू, स्लिप ल्याब म्यानेजरको कामहरू गर्न सक्नुहुन्छ। धेरै किसिमका अपर्च्युनिटी छन्। साथै कतिजनाले त अब गर्दा गर्दै स्लिप बिजनेसमा आफ्नो बिजनेस पनि सुरु गर्न सक्नुहुन्छ। अब म आफ्नै उदाहरण दिनु पर्दाखेरि, मैले यो ठाउँमा करिब 30 इयर्स भन्दा बढी मैले काम गरिसकेको छु, र अहिले आफ्नै एउटा बिजनेस पनि छ। जस्तै यो अहिले पोलिसोम टेक इन्स्टिट्युट भयो, स्लिप स्कोर भयो, हामी स्कोरिङ गर्छौँ हैन, ट्रेनिङ गर्छौँ, अब रजिस्ट्रेसनहरू गर्ने कामहरू गर्छौँ भने अहिले यतिखेर चाहिँ तपाईहरुसँग म पोलिसोम टेक इन्स्टिट्युटको बारेमा कुरा गर्न चाहन्छु। यो चाहिँ हाम्रो अमेरिकामा दर्ता भएको एउटा टेक्नोलोजिस्ट यो टेक इन्स्टिट्युट हो, जसले ट्रेनिङ सेन्टर भनौँ। यसमा हामीले तपाईहरुलाई चाहिँ एउटा कम्प्लिट पोलिसोनोग्राफीको बारेमा ट्रेनिङ दिन्छौँ, र यो एकदमै प्र्याक्टिकल टिचिङ, प्र्याक्टिकल ट्रेनिङ दिन्छौँ। इन्टर्नशिपमा हामी तपाईहरुलाई पठाउँछौँ हैन, कसरी चाहिँ त्यो स्लिप स्टडीको कामहरू गर्ने, एजुकेसन कसरी दिने, र साथै सिपिएसजिटीको लाइसेन्सको तयारी गर्ने, एक्जामको तयारी गर्ने, त्यसपछि आरपिएसजिटी फ्युचर रोड म्याप के हो भन्ने कुरा तपाईहरुलाई बताउने, तपाईहरुले चाहिँ अब त्यो लिइसकेपछि जब इन्टरभ्यूको लागि प्रिपरेसन गर्ने, कसरी चाहिँ जब इन्टरभ्यू दिनुपर्छ हैन, त्यसको लागि चाहिँ हामी तयार गर्छौँ तपाईलाई भने जब प्लेसमेन्टमा पनि हामी तपाईहरुलाई सहायता गर्छौँ। हामीसँग धेरै ठाउँहरूको कन्ट्याक्ट छन्, टेक्सास, कोलोराडो, ओहायो, केन्टकी लगायत न्युयोर्क, विभिन्न ठाउँमा हामीसँग धेरै कन्ट्याक्टहरू छन्, र उहाँबाट आएको डिमान्डलाई हामीलाई पुरा गर्न गाह्रो भइरहेछ। यसकारणले गर्दाखेरि अनि हामीले हरेक महिना नै नयाँ सेसन हामी गर्दैछौँ, र विशेष जो स्लिप टेक्नोलोजिस्टको एउटा लाइसेन्स लिएर काम गर्नुहुन्छ उहाँहरूले चाहिँ करिब $40-50 प्रति घण्टा चाहिँ कमाउन सक्नुहुन्छ। र यो डिपेन्ड गर्छ कहाँ काम गर्नुहुन्छ भनेर। तपाईले इन्डिडमा हेर्नुहोस् हैन, कतिपय अब कोलोराडोको कुरा गरौँ भने सबभन्दा विभिन्न ठाउँमा हाई डिमान्ड छ,
कतिपय ठाउँमा चाहिँ $50-60 पनि दिने गर्छन् र हस्पिटलमा काम गर्ने हो भने अझै बढी हुन्छ। र यसको इन्स्ट्रक्टरको रूपमा अहिले तपाईहरुलाई हामी धेरै साथीहरुसँग हामी त्योमध्येको एउटा म हुँ जसले चाहिँ मेरो नाम श्याम गौतम मैले भनिहालेँ। करिब 25 वर्ष अगाडि भन्दा बढी यसमा चाहिँ मेरो लगभग 30 इयर्स भन्न सक्छु म। यसमा चाहिँ मेरो अनुभव छ। मैले स्लिप ल्याब डिरेक्टरको रूपमा, स्लिप टेक्निशियनको रूपमा, एउटा प्रोफेसरको रूपमा पनि मैले करिब 9 वर्ष जति युनिभर्सिटीमा पढाएँ। एउटा कलिन कलेजमा, कङ्कोर्ड कलेज टेक्सासमा, र एउटा हेल्थ केयर एजुकेटरको रूपमा पनि मैले काम गर्दैछु। र साथै एउटा हस्पिटलहरुमा चाहिँ स्लिप टेक्नोलोजीको रूपमा काम गरेको अनुभवहरू छन्। यसकारणले गर्दा यो सबै स्लिपमा कसरी एउटा टेक्निशियन भएर अनि विभिन्न अरू करियरहरू लिएर अगाडि बढ्न सकिन्छ भन्ने कुरालाई चाहिँ विशेष बसेर धेरै अनुभवपछि एउटा छोटो रूपमा 6 महिनाभित्रै त्यो काम गर्न सकिने चाहिँ बाटो मैले फेला पारेको कारणले गर्दा अनि यो चाहिँ तपाईहरुलाई लिएर आएको हुँ। यदि कलेजमा जानुहुन्छ भनेदेखि यसमा धेरै खर्च पनि लाग्छ। करिब 3 वर्षदेखि 6 वर्षसम्मको कोर्सहरू छन् भने यहाँ हामीसँग चाहिँ 6 महिनामै तपाईहरुलाई हामी तयार गर्छौं एक्सेलरेटेड कोर्समा। यदि तपाईहरुसँग नर्सिङ ब्याकग्राउन्ड छन्, कुनै पनि मेडिकल ब्याकग्राउन्ड छन् भने एकदमै सजिलो हुन्छ, छिट्टो हुन्छ, बुझ्न सजिलो। तर त्यो छैन भने पनि तपाईहरुको मेडिकल ब्याकग्राउन्ड छैन भने पनि हामी तपाईहरुलाई स्टेप बाइ स्टेप प्रोसेसबाट हामी सिकाउँछौं। मेडिकल ब्याकग्राउन्ड चाहिन्छ नै जरुरी नै पर्छ भन्ने कुरा छैन। यसकारण तपाईहरुले चाहिँ दर्ता गर्नुहोस्। अहिलेलाई हामीसँग 10 जनाको लागि मात्रै सिट खाली छ। यसकारण जति भन्दा छिटो चाहिँ तपाईहरुले दर्ता गर्नु होला। जसमा हामी चाहिँ एकदमै क्वालिटी ट्रेनिङ दिनको लागि अनि एकदमै लिमिटेड लाइसेन्सहरु मात्रै हामीसँग अवेलेबल छ है, लिमिटेड सिट छ। त्यसकारणले छिटो गर्नुहोस् र यसको साथै हामी तपाईहरुलाई इन्फर्मेसन हामी दिन्छौं। इमेल भयो, फोन नम्बरहरु भयो, तपाईहरुलाई हामी प्रोवाइड गर्छौं। यदि तपाईहरुलाई अब अहिले नै भन्नुपर्दा 2142084138 त्यो मेरो व्यक्तिगत फोन नम्बर, मोबाइल नम्बर हो। त्यसमा पनि सम्पर्क गर्न सक्नुहुन्छ र साथै हामी तपाईहरुलाई अरु पुरै जानकारी यसबारे पनि बताउँछौं। हुन्छ। मलाई आशा छ विशेष गरेर नेपाली दाजुभाइ दिदीबहिनीहरु जो चाहिँ एकदमै भनौं न लो कस्ट जब, लो पे जबमा गर्दा थाकिसक्नु भयो। कतै उपाय छैन, कतै कनेक्सन छैन, के गर्ने कसो गर्ने भनेर बसिराख्नु छ भने यो चाहिँ एकदमै इम्पोर्टेन्ट र तपाईहरुको लागि चाहिँ एउटा एकदमै गोल्डन अपर्च्युनिटी नै हो। त्यसकारणले गर्दा छिटो भन्दा छिटो सम्पर्क राख्नु होला। हामी चाँडै भन्दा चाँडै क्लास सुरु गर्दै छौं। हस्, नमस्कार।